आज नेपालको राजनीतिमा एउटा ठुलो प्रश्न उठिरहेको छ। किन वाम आन्दोलन कमजोर भयो? यो विषयमा म केही समीक्षा गर्न चाहन्छु। एक समय थियो जब नेपालमा कम्युनिस्ट आन्दोलन निकै बलियो थियो। जनताले वाम शक्तिलाई परिवर्तनको शक्तिको रूपमा हेरेका थिए। तर अहिलेको चुनावी परिणाम हेर्दा अवस्था फरक देखिन्छ। उदाहरणका लागि कम्युनिस्ट पार्टी अफ नेपाल, नेपाली कम्युनिस्ट पार्टीका विभिन्न धाराहरूले अपेक्षा अनुसार परिणाम ल्याउन सकेनन्। यसले एउटा महत्त्वपूर्ण प्रश्न उठाउँछ के वाम आन्दोलन आफ्नो मूल उद्देश्यबाट टाढा गएको हो? पहिलो कारण भनेको आन्तरिक विभाजन हो। वाम आन्दोलन बारम्बार फुट, एकता र पुनः फुटको चक्रमा फस्दै आएको छ। जब पार्टीहरू बारम्बार विभाजित हुन्छन्, जनताको विश्वास पनि कमजोर हुन्छ। दोस्रो कारण भनेको नेतृत्वप्रति बढ्दो असन्तुष्टि हो। जनताले धेरै वर्षदेखि एउटै नेतृत्व देखिरहेका छन्। नयाँ पुस्तालाई पर्याप्त अवसर नदिँदा युवा मतदाताहरू अन्य विकल्प खोज्न थालेका छन्। तेस्रो कारण भनेको विचार र व्यवहार बिचको अन्तर हो। कम्युनिस्ट आन्दोलनले समानता, सामाजिक न्याय र जनताको हितको कुरा गर्छ, तर व्यवहारमा कहिलेकाहीँ त्यो प्रतिबद्धता स्पष्ट रूपमा देखिँदैन भन्ने आलोचना पनि सुनिन्छ। चौथो कारण भनेको समय अनुसार परिवर्तन नहुनु हो। आजको समाज, अर्थतन्त्र र प्रविधि धेरै परिवर्तन भइसकेको छ, तर राजनीतिक सोच र कार्यशैली कहिलेकाहीँ पुरानो शैलीमै सीमित देखिन्छ। अब अर्को महत्त्वपूर्ण प्रश्न, अब वाम आन्दोलन कसरी बलियो बन्न सक्छ? सबैभन्दा पहिले आत्ममूल्याङ्कन आवश्यक छ। हारको कारणलाई इमान्दारितापूर्वक स्वीकार गरेर सुधारको योजना बनाउनु आवश्यक हुन्छ। दोस्रो कुरा, नयाँ नेतृत्वको विकास। युवा पुस्तालाई नेतृत्वमा ल्याउनु आजको आवश्यकता हो। यदि नयाँ ऊर्जा र नयाँ सोच आयो भने आन्दोलनमा पनि नयाँ जीवन आउन सक्छ। तेस्रो कुरा, जनतासँग पुनः जोडिनु। राजनीतिक दलहरूको सबैभन्दा ठुलो शक्ति भनेको जनता नै हुन्। यदि पार्टीहरूले किसान, मजदुर, विद्यार्थी र युवासँग प्रत्यक्ष संवाद बढायो भने विश्वास पुनर्निर्माण हुन सक्छ। चौथो कुरा, भ्रष्टाचार विरुद्ध स्पष्ट नीति। आजको समाजमा सबैभन्दा ठुलो माग भनेको पारदर्शी र इमान्दार राजनीति हो। यदि कुनै पार्टीले यो विषयमा स्पष्ट उदाहरण प्रस्तुत गर्यो भने जनताको समर्थन बढ्न सक्छ। पाँचौँ कुरा, आधुनिक सोच र प्रविधिको प्रयोग। आज सामाजिक सञ्जाल, डिजिटल सञ्चार र नयाँ विचारहरू राजनीतिमा महत्त्वपूर्ण बनिसकेका छन्। यी माध्यमहरू प्रयोग गरेर नयाँ पुस्तासँग जोडिन आवश्यक छ। अन्त्यमा एउटा कुरा याद गर्नुपर्छ, राजनीति केवल सत्ता प्राप्त गर्ने माध्यम होइन, समाज परिवर्तन गर्ने प्रक्रिया हो। यदि वाम आन्दोलनले आफ्नो मूल उद्देश्य सामाजिक न्याय, समानता र जनताको हितलाई पुनः केन्द्रमा राख्यो भने भविष्यमा फेरि बलियो बन्न सक्छ। नेपालको राजनीति परिवर्तनको चरणमा छ। यो परिवर्तनमा कसले जनताको विश्वास जित्छ, त्यसैले भविष्यको नेतृत्व पनि तय गर्नेछ। धन्यवाद, नमस्कार। तपाईँलाई मेरो भिडियो मन परेको छ भने लाइक, सेयर, सब्सक्राइब गर्न नबिर्सिनुहोला र कमेन्ट पनि गरेर सल्लाह सुझाव दिन पनि नबिर्सिनुहोला। धन्यवाद, नमस्कार।